हेलो गाइस, अब भने चाहिँ हामी खाना खानु आँटेको होइन। अन्त सेफले चाहिँ सब्जीहरू निकाल्नु हुँदैछ। अन्त हाम्रो सब्जी चाहिँ कहाँ छ भने हाम्रो सब्जी खै भन्दैछ हो सेफले चाहिँ के छ त दिन हो। यो चाहिँ हाम्रो हिजोको सब्जी हो। अन्त आज चाहिँ स्टाफहरूलाई चाहिँ के हो यो सेफ? यो एकदम दाल हो। दाल हो, अचार हो, यो अचार हो, चामल छ। हामी त रोटी सोटी खाँदैन। पर्खिन्छ है, याद गरेँ। अब चाहिँ हामी खाना खान्छु हो। अन्त आजको स्पेसल चाहिँ के छ भने चाहिँ हाम्रो रातिको लागि चाहिँ सेकुवाको लागि हो। सेकुवाको लागि चाहिँ अब रेडी गरिदिइराखेको रातिको लागि हो। अन्त यो चाहिँ के हो? यो चाहिँ कसको मासु हो? हजुर, पुरानो राइस हाल्यो। भने चाहिँ हामी चाहिँ खानासाना खाएर चाहिँ दाउरा खोज्नु जानुपर्छ। हजुर, दाउरा खोजिकन चाहिँ त्यो रेडी गरिराख्नुपर्छ बेलुकाको लागि। अन्त आजदेखि चाहिँ डेली युट्युबमा अपलोड हुनेछ हो मेरो भिडियो चाहिँ। तपाईँहरू हेरेर माया गरिदिनु होला। लाइक चाहिँ मेन लाइक मात्रै गरिदिनु, अरू केही चाहिएन हो। हक्ला होला, यो चाहिँ भर्खर उठेर आउने बित्तिकै खाना खानुपर्छ हो। सन्तेको भाइ अन्तेको भाइ र अन्ते सेपलाई कुकरमा हालिदिनु अरे गाइस होइन। होइन सेपले चाहिँ अचार लाउनु भएको कि सब्जी हो? ठिकै छ अब होइन, हामीले नराख्दिनु हो। अन्त अब म पनि पस्किनुपर्छ खाएर चाहिँ। हजुर ओके ओके सेफ कति हाल्नु पर्ने हो इस्टिमेट ल। हुन्छ पस्काइदिएँ गाइस। अब भने चाहिँ म खानासाना खाएर तपाईँहरूलाई होइन खानासाना पनि खाइसक्यो हो। अन्त यो सबै थन्को मनको यतिकै हो। अब थन्को मनको सरहरूले आएर खान्छ होला। हामी बहिनी चाहिँ खाइसक्यो हो। भने चाहिँ दाउरा हल्का दाउरा खोज्नु पर्यो। लाइट साइड मारिदिनुपर्छ। ग्यास आज राति चाहिँ ग्यास चाहिँ कतिजना छ भने 3-4 रुम होला। त्यहाँदेखि त अरू ग्यास सब छैन। हाम्रो रेस्टुरेन्ट देख्नुहुन्छ तपाईँहरू हो। रेस्टुरेन्टहरू दामी छ हो। यहाँबाट चाहिँ एउटा एडभान्टेज चाहिँ के छ भने चाहिँ भ्युज चाहिँ दामी देख्छ यहाँबाट चाहिँ। अब दामी राति चाहिँ एकदम दामी देख्छ हो। राति भन्दा चाहिँ लाइटै लाइट क्या हो। बेलुकाको चाहिँ सबै लाइटहरू देख्छ यहाँबाट चाहिँ हो। अन्त भन्नुपर्दा चाहिँ यहाँ चाहिँ मैले रोपेको फुल हो यो। हुन्छ ओके सेफ, गुड नाइट। चाहिँ कति बजी उठेको भने चाहिँ 6 बजी उठेको। अहिले भने तपाईँको 1 बजे होइन। अन्त सेफ चाहिँ रेस्ट जानुभएको छ हो। अन्त म पनि चाहिँ एकछिन बस्नुपर्छ, त्यहाँदेखि मेरो पनि रेस्ट पाउँछ हो। अन्त यो चाहिँ साँच्चै अस्ति मैले रोपेको, यो पनि मैले रोपेको हो। यो चाहिँ यो ह्यान्डमेड हो र यो चाहिँ दामी आउँदो रहेछ अहिले। अस्ति टक्कै उयो त्यतिकै फैलिरहेको थियो कि त्यही भएर मैले रोपेको। अन्त गाइस तपाईँहरू चाहिँ यसरी कुकुरहरू नछोडिदिनु हो। कुकुरहरू छोड्यो भने यसो होटेलतिर आउँछ। अब बिचरा अब केही खानु पाउँदैन हो कुकुरहरू। बिचरा दिनै पऱ्यो, माया लाग्छ हो। ओइ ओइ यहाँ जा। अब यो चाहिँ बसेको पनि 1 साल हुनु आँट्यो हो। अब यसलाई नराखौँ भन्दा पनि अब त्यतिकै आउँछ, आइबस्छ खाना नदिँदा पनि। अन्त यो बस्दा बस्दै यो पनि थपिहाल्यो हो। के भन्नु अब अनि चाहिँ यहाँ आशिषको नयाँ गाडीमा चाहिँ चढिदिएको हो। राकेशले गाडी कुदाउँदैछ हो। नयाँ गाडी हो भर्खर, नम्बर प्लेट पनि टालेको छैन हो। चढिदिउँ न डिजायर, स्विफ्ट डिजायरमा चाहिँ चढिदिएको होइन। कस्तो चाहिँ हुँदो रहेछ खोइ पछाडिको त देखाएन त उयो क्यामेरा त उयो त दिँदैन। यसबाट ब्लक गर न यहाँ देऊ छेउ। आज नयाँ गाडीमा चढेको होइन। कस्तो फिल भयो भाइ? कस्तो फिल भयो चाहिँ अब चाहिँ यो गाडीको चाहिँ अब साउन्ड पनि छैन। नयाँ गाडी भएर हो मजाको हल्लिदिँदैछ होइन। त्यही माथि डिजायर पऱ्यो है। त्यही माथि डिजायर यसले चाहिँ कुदाइदिँदैछ त्यही माथि हो। मजाले कुदाऊ है। अस्ति मेरो सातो खाइदिइरहेछ कि
कसले खाइदियो मैले दावा पाइले अन्त गयो गयो यहाँ चाहिँ दुईजना आज हामी पानी बनाउनु चाहिँदैछ ए अहिले भने चाहिँ पानी बनाउनु पो लगेको रहेछ मलाई हो हामी भने चाहिँ पानी बनाउनु यस्तो जङ्गलमा मलाई यादै थिएन यिनीहरूले मलाई पानी बनाउनु लिएको भनेर हो हाम्रो पनि तर पानी त मरिरहेको थियो र पनि बनाउनु पर्छ यस्तो डरलाग्दो बाटो क्लाइम्बिङ गर्नुपर्छ भनेर भन्नु रक क्लाइम्बिङ यहाँ चाहिँ आर्मी एरिया हो कि खास चाहिँ यो चाहिँ नाली पर्छ खास चाहिँ पानी बग्ने पानी हो तर यहाँ चाहिँ बत्तलहरू क्या हो बत्तलहरू हेर्नु त गाइस होइन रमको बोतल भयो ओल्मङको बोतलहरू यस्तरी प्लास्टिकहरू चाहिँ खास फ्याँक्नु हुँदैन जङ्गलमा हो के गर्नु अब यिनी हेर्नुहोस् गाइस बोतल चाहिँ यस्तो त अन्त खुट्टामा यसो हामी त चप्पलमा आउँछ हो अब गाउँ बस्ती होइन गमबुट छैन हो कोटा जान्छ त यो यो त दिपेश दा पनि आएर चाहिँ अघि बनाइसकेछ हो हाम्रो कहाँ यहाँ छ लाइन चाहिँ तिमीहरूको चाहिँ यहाँ तानेको छ नि कहिले तानेको अस्ति तानेको यसो दाले चाहिँ अघि बनाइसकेको रहेछ हो पानी चाहिँ दिपेश दाले चाहिँ सब तिनटै पाइपको पानी बनाइदिएछ हो र पनि पानी चाहिँ ओभरफ्लो हुँदैछ हो पानी तानेकै छैन जस्तो लाग्यो है दिपेश दा पानी आएको छैन तपाईँले रेडी भइसक्यो एक बारी बच्चा न त्यो हातमा लाग्यो लाग्यो पनि हाल त्यो पनि हाल बारबिक्यूको लागि रोडमा आइपुग्यो हामी चाहिँ यहाँमा थियो भने चाहिँ बाटो रहेछ अनि आइपुग्यो हो होटल पनि यो अहिले पनि यहीँ बसिरहेछ चिया हामी कहाँ पुगिरहेछौँ पानी चाहिँ आएको छैन रहेछ भनिदिनुपर्छ कल गरेर यसको नाम चाहिँ कागती अरे कागती त म ठिक पार्छु नि यसलाई कागतीलाई चाहिँ म ठिक पार्छु ल गाइस हेर्नुहोस् न यो कागती चाहिँ मेरो फेभरेट हो नि त पहिल्यैदेखि नै मिठो A few moments later.